सम्माननीय सहमुख महोदय, मलाई केही दिनदेखि निरन्तर फोन आइरहेको छ। उपचारको लागि सरकारले सहयोग गरेन भनिरहनु भएको छ। रामेछाप जिल्लामा निर्वाचन सामग्री सहित बोकेको गाडी रामेछाप देउराली मतदान केन्द्र जाने क्रममा भएको दुःखद सवारी दुर्घटनामा घाइते हुनुभएका व्यक्तिहरू तथा उहाँहरूका परिवारजनबाट उपचारको विषयमा बारम्बार फोन मार्फत गुनासो र अनुरोध आइरहेको छ। यस गम्भीर मानवीय विषयप्रति म यस सम्मानित सदनको ध्यानाकर्षण गराउन चाहन्छु। यो घटना मिति 2082 फागुन 18 गते रामेछापको देउरालीमा घटेको घटना हो। जति बेला देश पूर्ण रूपमा निर्वाचनमा होमिएको थियो, सोही दुर्घटनामा प्रहरी सहायक निरीक्षक परशुराम यादव र मतदान अधिकृत डोर प्रसाद घिमिरेको दुःखद निधन भएको थियो। उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु। त्यसैगरी निर्वाचनको सिलसिलामा रामेछापको धोबी गाउँतर्फ जाने क्रममा भएको अर्को दुःखद बस दुर्घटनामा समाजसेवी व्यक्तित्व दिपेश बस्नेत लगायत 10 जना नागरिकको दुःखद निधन भएको थियो। उहाँहरूप्रति श्रद्धासुमन व्यक्त गर्दै सोही दुर्घटनामा घाइते हुनुभई उपचारार्थ सम्पूर्णप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। सम्माननीय सहमुख महोदय, निर्वाचन गराउन गन्तव्यतर्फ जाँदै गर्दा सवारी दुर्घटनामा घाइते हुनुभएका 7 जना कर्मचारीहरू भीमबहादुर मानन्दर, सम्बर बहादुर मानन्दर, कृष्ण प्रसाद घिमिरे, केदार कुमार रोक्का, पूजा देवी सुनवार, सबिना खड्का, दुर्गा कार्की अझै उपचारार्थ हुनुहुन्छ। उहाँहरूले पर्याप्त उपचार सहयोग नपाएको भन्ने गुनासो पटक पटक व्यक्त गरिरहनु भएको छ। निर्वाचनको राष्ट्रिय जिम्मेवारी पुरा गर्ने क्रममा भएको दुःखद घटनाबाट घाइते कर्मचारीको उपचारमा व्यवस्था हुनु दुःखद छ। उपचारार्थ सम्पूर्णको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाँहरूको पूर्ण उपचार र दीर्घकालीन स्वास्थ्य सहयोगको लागि नेपाल सरकारसँग विशेष अनुरोध गर्दछु। साथै यस प्रकारका दुर्घटनाहरू नहोस् भन्नका लागि आवश्यक कदम चाल्न नेपाल सरकारसँग म जोरदार माग गर्दछु। सम्माननीय सहमुख महोदय, यस्ता दुर्घटना भविष्यमा दोहोरिन नदिन पूर्व तयारी, जोखिम व्यवस्थापन र सडक सुरक्षालाई संस्थागत गर्न आवश्यक छ। आज निर्वाचनमा खटिएका कर्मचारी मात्र होइन, देशभरका सर्वसाधारण नागरिक जीर्ण सडक, पहिरो, कमजोर पुल, प्रतिकूल मौसम र पर्याप्त पूर्व सूचनाको अभावका कारण दिनहौ सडक दुर्घटनामा जोखिमपूर्ण यात्रा गरिरहनु भएको छ। सम्माननीय सहमुख महोदय, यस प्रकारको दुर्घटना न्यूनीकरण र नियन्त्रण गर्नलाई पहिलो तत्काल सम्भव भएसम्म तीनवटै सरकारको समन्वयमा सडक पूर्वाधार सुरक्षित बनाउन विशेष कार्ययोजना सहित द्रुत कार्य सम्पन्न गरौँ। दोस्रो, प्रत्येक जिल्लामा जिल्ला प्रशासन कार्यालयको समन्वयमा सडक पूर्वाधार कार्यालय, जिल्ला प्रहरी कार्यालय, स्थानीय तह सहितको सहकार्यबाट उच्च जोखिमयुक्त सडकहरूको आधिकारिक अभिलेख, हाई रिस्क रोड रजिस्ट्री तयार गरी नियमित रूपमा अद्यावधिक गर्ने र सडक एपबाट सर्वसाधारणलाई सम्पूर्णलाई सोको जानकारी गराउने व्यवस्था लागू गरौँ। तेस्रो, रोड इन्फर्मेसन एन्ड अपडेट सिस्टम सञ्चालन गरी कुन सडक सञ्चालनमा छ, कहाँ पहिरो छ, कहाँ बाढी जोखिम छ, कुन पुल र सडक खण्ड असुरक्षित छ, कुन मार्गमा कस्तो सवारी सञ्चालन गर्न उपयुक्त हुन्छ र वैकल्पिक मार्ग कुन हो भन्ने जानकारी तत्कालै समयमा रियल टाइममा सूचित गर्ने व्यवस्था गरौँ। चौथो, जोखिमयुक्त सडक खण्डहरूमा एम्बुलेन्स, उद्धार टोली, सुरक्षा निकाय तथा आवश्यक परे हवाई उद्धार समेत तत्काल परिचालन गर्न सकिने एकीकृत आपतकालीन उद्धार प्रणालीको विकास गरौँ। सो कार्यको लागि एकीकृत आपतकालीन उद्धार सञ्जाल, इमर्जेन्सी रेस्क्यु नेटवर्क स्थापना गरौँ। धन्यवाद।